सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा नमस्कार। विशेष गरेर आउने मंसिर 7 गतेदेखि हुन लागेको देशव्यापी आम हडताल जुन किरात बौद्ध सहित वैदिक सनातन धर्मको लागि साथै यो व्यवस्था परिवर्तन नभइकिन अवस्था परिवर्तन हुँदैन। अवस्था परिवर्तन नभइकिन मान्छेहरू नेपाली नागरिकहरू यो देशमा बस्ने स्थिति भएन। त्यही भएर यो व्यवस्थाको मूल जड भनेको 2072 सालमा 72 साल असोज 3 गते विदेशीहरूले थोपरेको संविधान हो, जुन संविधानका कारण आज सम्पूर्ण नेपालीहरूले विदेशिनु परेको छ, ऋणी हुनु परेको छ, घर जग्गा जीवन लिलाम गएर भूमिविहीन सुकुम्बासी नामले चिनिनु परेको छ। सडकमा का पेटीहरूमा व्यापार व्यवसाय गरेर सागको मुठो बेचेर फर्सीको मुन्टो बेचेर मकै पोलेर खान्छु भन्न पाइएको छैन। कवारीहरू कवार संघले बजारमा भएको कवारी सामानहरू उठाएर बेच्छु र पेट पाल्छु भन्दाखेरि आज तिनलाई खेद्ने काम भएको छ। यहाँ गरिबी हटाउनुको सट्टामा गरिब मान्छेहरूलाई खेद्ने काम भएको छ। यहाँ +2 भन्दा माथिको पढाइ हुँदैन, यहाँ डाक्टर पढ्न पाइँदैन, यहाँ नर्स पढ्न पाइँदैन। यो सबै यो देश खाली गर्ने योजना अनुसार अघि बढ्या योजना हो। त्यसले गर्दाखेरि 2004 सालदेखि 2072 सालसम्मको खेलासँगै अहिले 2082 सालमा आएर यो छताछुल्ल भएको छ। त्यसले गर्दाखेरि अब आउने आन्दोलन भनेको हाम्रो शान्तिपूर्ण हुन्छ र हामी कुनै तोडफोडमा उत्रिने छैनौँ। हाम्रो आन्दोलन एकदम शान्तिपूर्ण गान्धीवादी टाइपको हुनेछ र म सम्पूर्णलाई के भन्न चाहन्छु भने हाम्रो योजना कुनै कसैको घरमा आगो लगाउने होइन, कसैको घर तोडफोड गर्ने होइन, कसैका व्यावसायिक संरचना भत्काउने होइन। त्यसले गर्दाखेरि सम्पूर्ण नेपालीहरूलाई म के भन्न चाहन्छु भने मंसिर 7 गतेदेखि हुने आम हडतालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण यातायात व्यवसायी, मजदुर, किसान, पसल जो सटरमा पसल थापेर बस्नु भएको छ, पसल खोलेर बस्नेहरू सम्पूर्णलाई हाम्रो अभियानको कारणले जो 16% ब्याज थियो आज 7%मा ल्याएको छ। यो व्यवस्था परिवर्तन भयो भने र यो राष्ट्र जोगाउन तपाईँ गर्नुभयो भने भोलि तपाईहरुलाई हामी 5% ब्याजमा पैसा दिलाउनेछौँ। तपाईहरुका लिलाम भएका घरहरू फिर्ता गराउनेछौँ। तपाईहरुका चाहिँ नि लिलाम हुन जागेका तपाईहरु ब्ल्याक लिस्टमा भएका कालो सूचीमा पर्नुभएका मान्छेहरूलाई तपाईको तुरुन्त खुकुवा गर्नेछौँ। त्यसले गर्दाखेरि यो राष्ट्र बचाउने आन्दोलन हो एउटा र यो आन्दोलन अन्तिम आन्दोलन पनि हुनेछ र यो आन्दोलन सफल भएन भने नेपाल टुक्रा टुक्रा हुँदैछ। त्यसको उदाहरण हिजो सीके राउतले दिइसक्नुभयो। पूर्वमा 9वटा जिल्लामा के भइरहेछ त्यो तपाईले हेर्नुहोस्। त्यसले गर्दाखेरि म तपाईहरुलाई के भन्छु भने एकदम शान्तिपूर्ण तरिकाले हाम्रो यो आन्दोलनलाई जो जहाँ हुनुहुन्छ, मैले अस्ति पनि भनेको छु, मट्टीतेल किनेर राख्नुहोस्, पेट्रोल किनेर राख्नुहोस्, ग्यास किनेर राख्नुहोस्, चामल केही स्टक राख्नुहोस्। अहिले धान थन्क्याएर तपाईहरु आउनुहोस् र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका महेन्द्र राजमार्ग यो संविधान नफ्याँकिन्जेलसम्म नछोड्नुहोस्। काठमाडौँका विशेष गरेर काठमाडौँदेखि ठुल्ठुला सिटीका विराटनगर, पोखरा, झापा, बिर्तामोड, दमक लगायत धनगढी, नेपालगञ्ज, बुटवल, भैरवा सम्पूर्णका उद्योग व्यवसायी संघका साथीहरूलाई पनि र सम्पूर्ण मध्यम वर्गीय जो सटरमा व्यापार गर्ने व्यवसायीलाई पनि के भन्छु भने यसै पनि ग्राहक छैनन्, उसै पनि ग्राहक छैनन्। त्यसले गर्दा यो व्यवस्था परिवर्तन भएपछि मात्रै ग्राहकहरू बाहिरबाट आउँछन् र शान्ति तबसम्म देशमा हुँदैन, तबसम्म तपाईहरुको व्यापार चल्दैन। यो व्यापार जुन दिन जति दिन बन्द हुन्छ यो व्यवस्था परिवर्तन भएपछि तपाईहरुको त्यति दिनको ब्याज मिना गराउने काम पनि हाम्रो अभियानले गर्छ। त्यही भएर एकदम शान्तिसँगको हामी आन्दोलन गर्न चाहन्छौँ र निजामती कर्मचारीहरू र सशस्त्र प्रहरी भयो, जनपद प्रहरीहरूलाई म के भन्न चाहन्छु भने जनपद प्रहरी र सशस्त्र प्रहरीलाई तपाईहरु घरबाट नआइदिनु होला, शान्तिसँगले घरमा हतियार फर्काएर बस्नु होला। र निजामती कर्मचारीहरूलाई पनि यो विदेशीले एनजिओले चलाएको सरकारमा तपाईहरु नेपाली हो, साच्चै दिल भएको मान्छे पनि तपाईहरु पनि हात कलम बन्द गरेर घरमै बस्नु होला। तपाईहरुको जागिर कसैले केही गर्दैन। त्यसले गर्दाखेरि
तपाईहरुसँग मेरो अन्तिम अनुरोध के छ भन्दाखेरि यो व्यवस्था परिवर्तनमा सम्पूर्णसँग साथ मागेको छु मैले मेरो लागि मागेको होइन र नेपाली सेनालाई म हृदयदेखि के पनि भन्न चाहन्छु भने तपाईहरु हाई अलर्टमा बसेर यो देश जोगाइदिनुहोस्। बडा महाराज धीराज पृथ्वीनारायण शाहको लिगेसी जोडिएको छ तपाईहरुसँग, कमसेकम देश जोगाइदिनुहोस् भनेर चाहिँ नि म नेपाली सेना र सेनाका प्रमुखलाई पनि म हृदयदेखि त्यही भन्न चाहन्छु। नमस्ते। जेनजी खास गरेर 13 वर्षदेखि माथि र 28 वर्षदेखि मुनिका भाइ बहिनी पुस्ताहरूलाई, छोराछोरी पुस्ताहरूलाई म के भन्न चाहन्छु भने तपाईहरुको आन्दोलनको उपलब्धि 84 को चुनावलाई 82 मा गराउने होइन, थिएन। तपाईहरुको उद्देश्य के थियो भने भ्रष्टाचारीलाई कारबाही तुरुन्त पक्रिनु पर्ने सुशासनको कुरो थियो र सोसियल मिडिया खोल्ने कुरो थियो। सोसियल मिडिया त केपी ओलीले नै खोलिहाले, तर तपाईहरुका एउटा पनि माग पूरा भएन। त्यसले गर्दाखेरि सम्पूर्ण जेनजी भाइ बहिनीहरूलाई अहिले के गरिरहेको छ भन्दाखेरि भाइ बहिनीहरूलाई विभिन्न टुक्रा 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 बनाएर बाजेको बर्मजियाको पेडा जस्तो बनाएको छ। तपाईहरु त्यस्तो नहुनुहोस्। देश जोगाउने अभियानमा तपाईहरु हाम्रो साथमा आउनुहोस् र तपाईहरुका जुन योजना छन्, तपाईहरुका माग छन्, ती सबै पूरा गर्ने काम दुला वर्षाइले गर्छ। तपाईहरुलाई मैले के भनेको थियो, भोलि घटना भयो भने के हुन्छ? अब तपाईहरुले बनाएको सरकारले तपाईहरुलाई पनि थुन्दैछ, तपाईहरुलाई थुन्दैछ। त्यसले गर्दाखेरि 23 गतेको घटनाको मान्छे कोही पनि नपक्रिने, 24 गतेको घटनाको र जेएनजीका लिडरहरूलाई अहिले खुरुखुरु पुलिसले पक्रिन थालेको छ। पूर्व मेचीदेखि पश्चिम महाकाली सुमका मान्छेहरू खुरुखुरु उठाउन थालेको छ प्रहरीले। म प्रहरीका नयाँ अहिले आइजिपी हुनुहुन्छ, उहाँलाई पनि बधाई दिँदै तपाईँ अहिले यी भाइ बहिनीहरूलाई र यो जेएनजी आन्दोलनमा 22 र 23 र 24 गतेका घटनाका कसैलाई पनि नपक्रिनुहोस् भन्ने म त्यो अनुरोध पनि गर्छु र सम्पूर्ण जेएनजी भाइ बहिनीहरूलाई हामीसँग आउन पनि आह्वान गर्छु। नमस्ते।